मलाई सानो सानो कुरामा लास्टै खुसी लाग्छ यार गाइज। मलाई खुसी हुनुलाई ठुलो कुरै चाहिँदैन। पत्याउनु हुन भने यो भिडियोमै हेर्नुहोस्। एनिवे हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग गाइज। तपाईँलाई मेरो दुनियाँमा स्वागत छ। भिडियोमा देखिसक्नुभयो मसँग को हुनुहुन्छ, माई डियर सेजल। बहिनी चाहिँ जापान आउनुभएको लगभग 2-3 महिना भइसक्यो। उहाँ कहीँ पनि घुम्न गएको छुइनँ भन्दै हुन्थ्यो क्या। प्रायः उहाँ र मेरो छुट्टी पनि मिल्दैन। काम गर्ने ठाउँ एउटै भए पनि कोही कोही बेला आक्कल झुकल चाहिँ भेट हुन्छ। यो भिडियो चाहिँ गाइज ताजा हिजोको भिडियो हो। म कामबाट आएर बेलुकातिर निस्किएको थियौँ हामी। निस्केको धेरै टाढा होइन, यहीँ छेउमा। अब बेलुका कहाँ चाहिँ जाने होइन, यहीँ छेउमा साकुरा गिचोमा हामी निस्केको। अहिले दिउँसो लास्टै गर्मी भयो भने बेलुका चाहिँ शीतल हुन थालेको छ क्या। त्यही भएर पनि बेलुका निस्कन एकदम बेस्ट टाइम। यो ठाउँको नाइट भ्यू त्यसै पनि यस्तो दामी देखिन्छ। तर सुनमा सुगन्ध के भयो भने गाइस त्यहाँनेरि हानाबी पनि हुँदै रहेछ क्या। त्यहीँनेरि चाहिँ होइन, अलिक पढेको होला, तर त्यहाँबाट देख्यो यस्तो खुसी लाग्यो भगवान्। यो मिनी हानाबी हो। पोहोरको साल यो ठाउँमा हानाबी हुँदाखेरि म आएको थिएँ। यस्तो मेरो फर्स्ट अनुभव यस्तो रमाइलो भएको थियो। यसपालि पनि भयो भने अवश्य आउँछु म, कहिले हुन्छ। यस्तै गाइस मेरो चाहिँ हिजोको दिन यसरी नै बित्यो। मेरो दिनहरू पनि यसरी नै बितिरहेको छ। यतिन्जेल मेरो बक्का सुनिदिनु भयो। मेरो मुटु आत्मा कलेजो भित्रैबाट धेरै धेरै धन्यवाद। ओके बाई बाई।